2026 मा एक महिनामा माल्टामा कति खर्च हुन्छ त? साथीहरु, तपाईहरु कुनै पनि विदेश जाँदै हुनुहुन्छ भने तपाईलाई त्यो देशमा हुने आम्दानी भन्दा पहिला खर्चको बारेमा जान्न अति आवश्यक हुन्छ। त्यसैगरी माल्टामा ट्रान्सपोर्टेसनको हिसाबले बस र मेडिकलको चेक जाँच गर्ने भने एकदम फ्री छ, एब्सोल्युटली फ्री। त्यो बाहेक अकोमोडेसनका चीजहरु जस्तै खान, बस्न, रुम रेन्ट, बिजुली, पानीको बिल भन्ने स्वयं आफैले पेमेन्ट गर्नुपर्ने हुन्छ आएको स्यालेरीबाट। त्यसैले साथीहरु, आजको यो भिडियोमा माल्टामा एक महिनामा कति खर्च हुन्छ त भन्ने कुराको तपाईहरुले जानकारी चाहन चाहनुहुन्छ भने पक्कै पनि पाउनुहुनेछ। सबैभन्दा ठुलो र इम्पोर्टेन्ट रुम रेन्ट कति हुन्छ त? माल्टामा तपाईलाई जब पाउन जति सजिलो छ त्यति गाह्रो रुम पाउनको लागि छ। त्यसैगरी रुम रेन्ट पनि 2023 भन्दा 26 मा एकदम आकाशीय अवस्था छ। त्यो अनुसारले अहिले एभरेजमा एक नेपालीले रुम रेन्ट पाउनको लागि एकदमै महँगो तिर्नु परेको छ। अथवा रुम रेन्ट चाहिँ कसरी हुन्छ भने यहाँ चाहिँ एउटा शेयरिङ व्यवस्थापन हुन्छ। 6-7 जना अथवा 4-5 जना कति आफ्नो ग्रुप छ त्यही अनुसारको चाहिँ एउटा फ्ल्याट, अट्ने फ्ल्याट लिने, कतिवटा बेडरुमको हुन्छ हो त्यो अनुसारको पैसा महँगो हुन्छ। जस्तो तपाईलाई 3 बेडरुमको फ्ल्याटको लागि एटलिस्ट पनि यतिखेर झन्डै 1800 देखि 1900 रुपैयाँ युरोमा तिर्नुपर्ने अवस्था हुन्छ। र त्यो सबैलाई शेयर गर्दा 6 जनामा शेयर गर्ने हो भने 300 रुपैयाँ भाग आउँछ। तर एभरेजमा एक नेपालीले 250 युरो रुम रेन्टको लागि खर्च गर्ने गरेको पाइएको छ। अब दोस्रो ठुलो पे गर्ने ठाउँ भनेको के हो भने एकोमोडेसनमा खानामा तपाईहरुले सबैभन्दा बढी अब दोस्रोमा पैसा खर्च गर्ने गरिन्छ। जस्तै तपाई यहाँ बस्नुहुन्छ भने तपाईको महँगी यहाँ तपाईलाई थाहा नै छ। यहाँ चाहिँ हरेक कुराहरुले महँगो भन्छ। हरेक पानी, खानेपानी माल्टामा सबैभन्दा पहिले किन्न पर्ने चाहिँ खानेपानी। यहाँ कुनै पनि धारामा खानेपानी खान योग्य पानी छैन। त्यसैले प्योर ड्रिङ्किङ वाटर चाहिँ किन्नै पर्ने हुन्छ, जसको कारणले अलिकति खानेकुरामा चाहिँ महँगी बढ्न जान्छ। त्यही हिसाबले क्याल्कुलेट गर्ने हो भने लगभग एक नेपालीले एटलिस्ट पनि 150 देखि 200 युरो चाहिँ खर्च गर्छन्। तेस्रोमा सबैभन्दा बढी अर्को तेस्रो लटमा तिर्ने भनेको इन्टरनेट बिल अथवा सिम कार्डको पैसा। यहाँ चाहिँ नर्मल्ली इन्टरनेटको बिलहरु पनि अलि राम्रै महँगै आउँछ। एज एभरेजमा नेपाली दाजुभाइहरुले कति तिर्नुहुन्छ भने अब सिम अनुसार फरक हुन्छ, अब आफ्नो कम्पनी अनुसार। तर जेनरली यहाँ म्याक्सिमम मान्छे मेजोरिटी अफ नेपालीले चाहिँ लिने भनेको इपिकको सिम हो, जसमा चाहिँ 20 देखि 30 युरो खर्च त्यसमा आउँछ। सो त्यो पनि एड गर्न अति आवश्यक छ। र चौथोमा ट्रान्सपोर्टेसन फ्री भए पनि, बस फ्री भए पनि यहाँको तपाईको ट्याक्सी बुक गर्ने हो भने महँगै पर्छ। ट्याक्सी कहिलेकाहीँ अब तपाईको ढिला भएको, पानी परेको अवस्थामा बुक गर्नुपर्ने अवस्था हुन्छ, जसको कारणले तपाईले थोरै पैसा छुटाउनु पर्ने हुन्छ। जसमा चाहिँ एज नर्मली यहाँ तपाईले भन्ने हो भने एटलिस्ट त्यही 20-30 युरो भन्दा माथि 50 युरो राख्दा केही फरक पर्दैन, किनभने कुनै दिन तपाईलाई पर्छ हो। त्यो पनि छुट्याउन अति आवश्यक छ। र अर्को एक्सपेन्सिभमा तपाईले राख्न सक्नुहुन्छ पर्सनल ड्रिङ्क्स। कसैले ड्रिङ्क्स गर्छ भने ड्रिङ्क्समा एकदमै धेरै पैसा खर्च गर्छ। तर ड्रिङ्क्स चाहिँ भने सस्तो छ, नर्मल्ली पानीभन्दा सस्तो ड्रिङ्क्स छ यहाँ, हैन? जसको कारणले ड्रिङ्क्समा एकदम धेरै पैसा खर्च गरिन्छ। त्यसमा पनि ड्रिङ्क्स गर्नेले त 100 रुपैयाँ नै खाइदिन्छन् ताल पर्यो भने। तर नगर्ने जस नर्मल्ली 30-35 रुपैयाँ पैसा त्यसमा पनि जाने गरेको देखिन्छ। र अब अरू भनेको बाँकी तपाईको आफ्नो पर्सनल थट अनुसार, पर्सनल तपाईको कस्तो छ, अब लवाई खवाई भन्ने कुरामा फरक पर्छ। किनभने तपाईको सपिङमा पनि अब आफ्नो हिसाबले गर्ने हो, त्यो त आफ्नै प्रचलन अनुसारको कुरा हो, हैन? यो कुरा एड गर्न मिल्दैन कि यति खर्च गर्छ यति खर्च गर्दैन भनेर। तर यसमा पनि खर्च चाहिँ हुन्छ। सो अनुसार तपाईले खर्च गर्दै जोड्दै जाने हो भने यसको रिजल्ट तपाईले पाउनुहुन्छ। र अब टोटलमा खर्च कति भयो त? यो हिसाब जोड्न पनि अति आवश्यक छ। जस्तो सबैभन्दा पहिला तपाईले एड गर्नुभयो 250 देखि 300 युरो रुम रेन्टको लागि, हैन? जसमा चाहिँ तपाईको 150 रुपैयाँ अर्को खाना बस्नको लागि राख्नुभयो भने ठ्याक्कै 400 रुपैयाँ पैसा त्यहाँ गयो। अब तपाईको 30 रुपैयाँ इन्टरनेटमा, 30 रुपैयाँ तपाईको ट्रान्सपोर्टेसनमा गर्दा 460 रुपैयाँ अर्को भयो। र त्यसपछि तपाईले ड्रिङ्क्स गर्नुहुन्छ भने 40 रुपैयाँको ड्रिङ्क्स गर्नुभयो भने लगभग 500 मिनिमम तपाईले यहाँ माल्टामा बस्ने एक नेपाली एभरेजमा 500 रुपैयाँ खर्च गर्छन् आजकल। यो नर्मल कुरा। यो अपडेट भनेको 2026 को हो। सायद अझ यो भन्दा बढी महँगो रुम रेन्ट तिर्ने साथीहरु पनि उनीहरुले त एटलिस्ट महिनाको तपाईको 600 देखि 700 युरो मिनिमम तिरिरहेको हुन्छ। अझ कोही कपल हुनुहुन्छ उनीहरुले स्टुडियो अपार्टमेन्ट नै लिएर बस्नुहुन्छ भने उनीहरुले त महिनाको कम्तीमा पनि 700-800 भन्दा बढी चाहिँ युरो खर्च गर्नुहुन्छ। र अब बाँकी रह्यो स्यालेरी त अगेन आफ्नो स्किल, क्षमता, केमा काम गर्दै हुनुहुन्छ भन्ने कुरा हो। जस्तो तपाईँ थोरै स्यालेरी छ, तपाईको स्यालेरी नै 1000 छ भने तपाईले 700 खर्च गर्नेको हुँदैन। यसमा जम्मा 200-300 खर्च गरेर पुर्याउनु पर्ने हुन्छ। त्यसैले अब तपाईको आफ्नो स्यालेरी कति छ? नर्मली 2000 देखि 2500 स्यालेरी हुनेहरुले चाहिँ एटलिस्ट कम्तीमा पनि 500 देखि 600
भन्दा माथि चाहिँ तपाईँको महिनाको खर्च गर्छन्, यो चाहिँ कन्फर्म कुरा हो।